हेलो गाइज नमस्ते अनि वेलकम टु माई न्यू ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म स्पेशल दुबईमा हुन गइरहेको नेपाल कल्चरल फेस्टिभलमा जाँदैछु, जुन चाहिँ हुँदैछ दुबईको क्रिक पार्कमा। र आज चाहिँ म बाई मेट्रो जाँदैछु। यो सबै कुराहरू तपाईँलाई देखाउनेछु। र त्यहाँ हुन गइरहेको छ आज कल्चरल डान्सहरू, साथै कल्चर सो अनि विभिन्न आर्टिस्टहरूको धमाकेदार पर्फर्मेन्स पनि हुँदैछ। यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। थ्याङ्क यू गाइज। साथै भिडियो मन परे लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। यदि कसैले सब्सक्राइब गर्नुभएको छैन भने प्लिज सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क यू गाइज। मेन मेट्रो स्टेसन म चाहिँ ठिक 11 बजे कार्यक्रम स्थलमा आइपुगेँ र यहाँ चाहिँ स्टेजको काम अझै बनिरहेको रहेछ। सायद कार्यक्रम स्टार्ट हुन अझै 2-3 घन्टा लाग्छ होला। सो यो टाइमलाई चाहिँ म सदुपयोग गर्दैछु पार्क भिजिट गरेर। थ्याङ्क यू गाइज। This is Greek Park. You can see here a lot of flowers and so many greenery. So yes, I love it. क्रिक पार्क हो दुबईको मेथादेखि अलि यतातिर पर्छ। यहाँ चाहिँ आज नेपाल कल्चरल फेस्टिभल भनौँ न, यहाँ चाहिँ छ। मलाई चाहिँ चित्त नबुझेको कुरा, यहाँ जति पनि स्टलहरू थियो सबै बिजनेस प्रमोटको लागि थियो, तर नेपालको कल्चर प्रमोटको लागि एउटा पनि स्टल देखेन। जस्तो नेपालमा अब फुड आइटमहरूदेखि लिएर होइन, ट्रेडिसनल ड्रेसदेखि लिएर त्यहाँ विभिन्न बाजा गाजाहरू सबै कुराहरू छ नि, त्यो कुरालाई राखेर एउटा स्टल बनाएर नेपालको कल्चरलाई पनि प्रमोट गर्न सकिन्छ। तर यहाँ चाहिँ त्यो कुरा देखेन र आई होप नेक्स्ट टाइम दे विल थिङ्क अबाउट द्याट। यही ग्राउन्ड हो गाइज। केही समयपछि अब प्रोग्राम स्टार्ट हुनेछ र मान्छेहरू बिस्तारै जम्मा हुनुहुँदैछ। अब चाहिँ म तपाईँहरूलाई ग्राउन्ड लेभलबाटै केही देखाउँछु स्पेसल। हजुर, लिम्बूहरूले चाहिँ साडी लाउनुहुन्छ अनि निधारमा चाहिँ यस्तो खालको खुलेको अनि यसलाई नेसे अनि यहाँनिर चाहिँ शिरबन्दी हुन्छ हैन। अनि हजुर यो ग्रुपमा खिचो त बसेर यार। हजुर अलिकति टिकटिके परेको
फरिया लाउनुहुन्छ त्यसमाथि चोली लाउनुहुन्छ अनि उहाँको चाहिँ मेहन्दी गरेर फुर्का राईहरू एक प्रकारको त्यस्तो सिम्बल हुन्छ चिन्न सकिन्छ ल धन्यवाद तपाईँले यति धेरै इन्फर्मेसन दिनुभयो हजुरको नाम मेरो चाहिँ साम्यु खाङ म चाहिँ सिगुलिम्बु हो ए पाँच थर ल तपाईँलाई भेट्दा एकदमै खुसी लाग्यो धेरै धेरै धन्यवाद एउटा तपाईँलाई लगाइदिनु मन यो थाहा छ तपाईँलाई यो मलाई त्यति थाहा छैन यो चाहिँ हाम्रो सिलाम सागमा हजुर यो सिलाम सागमा अर्थ हुन्छ नि त जे कुराको पनि हजुर यो चाहिँ सिलाम सागमा भनेको चाहिँ सी भनेको चाहिँ मर्नु लाम भनेको बाटो सागमा भनेको चाहिँ छेक्नु मर्ने बाटो छेक्ने बेलामा चाहिँ हामीले चाहिँ कतै पनि जानु पर्यो भने यसले चाहिँ राम्रो मार्गदर्शन दियोस् यसको चाहिँ राम्रो होस् यो खलिफा होस् हजुर यो लाउने गर्छौँ नृत्य सो गर्नुभयो भर्खरै तपाईँहरूले देखिसक्नु भएको छ हाम्रो शेर्पा दाजुभाइको चाहिँ कल्चरल ट्रेडिसनल ड्रेस हो भने उहाँले चाहिँ आफ्नो कल्चरल ड्रेस आफ्नो कल्चरलाई चाहिँ हाम्रो नेपाल फेस्टिभलमा चाहिँ सो गर्दै हुनुहुन्छ हजुरको नाम भनिदिनुहोस् मेरो नाम सोनाम शेर्पा शेर्पा हुनुहुन्छ उहाँ पनि उहाँले पनि आफ्नो यसको बारेमा केही छ त्यस्तो जस्तै अब टोपी जस्तो यस्तो नेपालको कान्छो भनिन्छ यसलाई होइन हजुर यसलाई चाहिँ चतुन भनिन्छ तपाईँको है हजुर यसलाई चाहिँ सुवा भनिन्छ सेटै हुन्छ यसलाई चाहिँ हाम्रो करा भनिन्छ यो चाहिँ कम्प्लिट ड्रेस है ल धेरै धेरै यो चाहिँ हाम्रो शेर्पा ट्रेडिसनल ड्रेस आजको यस ऐतिहासिक कार्यक्रम जो हाम्रो इतिहास रच्ने दिन आज नेपाल 2025 हामीले धेरै वर्षदेखि यस्तो खालको प्रोग्राम गर्ने भनेर सुरु गरेका थियौँ सम्पूर्णलाई धन्यवाद र यस कार्यक्रम सफल होस् भन्ने मेरो व्यक्तिगत by land of law and the park management here. Finally, I got ready. So I'm too much hungry. So I'm going to eat. I believe we are all the UA officials and the representatives from the leaders and the streets and very beautiful garden and life.
Surprise! मेरो पछाडि समुद्र घरहरू त्यसपछि समुद्रहरू छैन This is very beautiful place पछाडि चाहिँ समुद्र अगाडि चाहिँ हाम्रो प्रोग्राम अहिले गाइस यहाँनिर चाहिँ प्रोग्राम छ हाम्रो त्यो चाहिँ पछाडिको भ्यू थियो त्यो चाहिँ प्रोग्राम Especially the indigenous communities, thank you for your time and see you again. I would like to be over from this stage handling this microphone to the host and other gentlemen. In symbols, it's integral to Nepali dances and various rituals making significant live events and festivals. कला र कलाको सम्मान गीत संगीतको जगेर्ना गर्ने हाम्रो अभियान लङ्गाली संगीत संसार युएई ससुराली जाँदा होस् एउटा साली लङ्गाली संसार युएई कलाकार जीवहरूको लागि बजाउन त जोरदारको ताली Please track for सुदूर पश्चिम न संगीतको सीमा हुन्छ न भाषाको सीमा न भाषाको सीमा देउडा मात्रै गाउँछ भनी नरिसाउनु मैसँग नाच साइरो छम्म छम्म नाच साइरो छम्म छम्म बोली पनि मिठो मिठो भाषा पनि मिठो बोली पनि मिठो मिठो भाषा पनि मिठो आफै गाउँछ आफै नाच केटो आफै गाउँछ आफै नाच केटो अतिथिज्यूहरूलाई पनि स्वागत गरौँ र सँगसँगै अगाडि बढिदिनुको लागि पनि म हार्दिक अनुरोध गर्दछु अर्घाखाँची सम्पर्क समिति युएईका प्रतिनिधिज्यूहरूलाई पनि धेरै धेरै धन्यवाद
सांस्कृतिक माहौलमा अगाडि बढ्दै प्रोग्राममा आएको म चाहिँ यहाँ एक्लै बसिरहेको अवस्था लास्टै थकाइ लाग्यो अनि अहिलेसम्म पनि त्यो सिङ्गरहरू अनि को आउने भन्दाखेरि मैले देखेँ अलमोस्ट 7 हुन लागिसक्यो 7 PM रात पर्न लागिसक्यो लेट्स सी 10 बजीसम्म वेट गर्ने भनेर अब प्रोग्राम चाहिँ 10 बजीसम्म हो 10 to 10 हो तर उनीहरूले चाहिँ 1 बजीदेखि चाहिँ कार्यक्रम स्टार्ट 1-2 बजीदेखि चाहिँ कार्यक्रम स्टार्ट भएको अब नेपाली टाइम त्यही त अनि त्यहाँ पनि लेट भइहाल्छ होइन सो म चाहिँ 11 बजे भित्रै यहाँ आइपुगेको थिएँ अब चाहिँ रबिन इज लस्ट भन्ने भिडियो चाहिँ बनाउनु पर्छ किनभने चाहिँ यहाँ साथीभाइहरू सबै कहाँ गयो थाहा छैन सो आई एम अलोन हियर अलमोस्ट नाइट भइसकेको छ मलाई चाहिँ त्यहाँ दिगदार लगाएर यहाँ चाहिँ वासरुमतिर आएको थिएँ सो वासरुम पनि पिसाब पनि फेरिसक्यो अब चाहिँ म फेरि कम ब्याक टु त्यहाँ के अरे के भन्छ त्यसलाई स्टेज त्यहाँ चाहिँ अब प्रोग्राम एकछिन हेरौँ के कस्तो छ होइन नेपाली हो नि होइन र एकचोटि मैले यहाँबाट 45
म हेर्छु फेरि कतिजना उपस्थित हुनुहुन्छ एकचोटि फ्ल्यास लाइट चाहिँ एकचोटि अन गरिदिनु होला प्लिज सबैजनाको कहाँसम्म हुनुहुन्छ म एकचोटि हेरिहाल्छु प्लिज नेपाली होली म यो मोमेन्ट चाहिँ क्याप्चर गर्न चाहन्छु के सबैजना फ्ल्यास लाइट सो तर हातमा गर्नु खोइ त आइदिउ त यति बेला अब नेपाल फेस्टिभल यो दुबईमा हाम्रो नेपालीहरुको बन्देर चाहिँ के होला सुन्यौ त Oh my god, oh my god, oh my god. यति धेरै माया रातभरि दिन आँखा तिमी यस्तो आँखा जोड्यो भने सपनामा तिमी बस्यो हल्कै तातो मान हल्क्यो तातो मान हल्क्यो सबै एकैछै जो तिमलाई रोजे तिमलाई मात्रै हेरे के कुराको कमी देख्यो मन पारिनौ के रे बज्यो वाला ओए ताजो मान खल्क्यो वाला ए ताजो मान खल्क्यो वाला पनियो मनमा धोके बाजु तिमी धोके बाजु तिमीले धोका दियौ भने कसम अगाडितिर तिमीले धोका दियौ भने कसम हाम्रो दुश्मन छ धेरै लन्ना चाहिँ त
साथीलाई घुम्न लैजाऊ कि भन्छु भोजिमा दाम छैन चिठी त लेखे मयुरको पत्ले पठाउन काम छैन चिठी त लेखे मयुरको पत्ले पठाउन तर मलाई साँच्चीकै दुबईको एकदमै मनपर्ने चिज भनेको यहाँको मान्छेहरू पनि हो हाम्रो नेपालीहरू के हैन भगवान कसम यहाँको सडक हेर्दाखेरि पनि नेपालीले नै बनाएको जस्तो लाग्छ यहाँको अग्लो बिल्डिङ हेर्दाखेरि पनि नेपालीले नै बनाएको जस्तो लाग्छ अनि यहाँ मैले अघि एउटा पुरा देखेँ के पुरा हैन चट्ट लाएर हाम्रो देशको नेपालीहरूलाई फेरि पुरै भाषण चाहिँ दिइरहनु पर्ने के अब हामी यो देश बनाउनु पर्छ